त्यो घुङ्गार आउनु लाग्यो र खै खै कल आयो मलाई एक्लै आउनु लाग्यो यहाँ आउँदै थियो अघि भनेको त सँगै आउनु हुने भ्लग हो क्या त्यसको त्यो पुरानोवाला स्कुटर लिएर पुरानोवाला अघि होइन त्यसले त त्यो डिओमा कति 5-7 मोडलको डिओ लिएर सुलाजाको भन्थ्यो भल्याङ चितल्याङ बाटो धोस्टे छ यो रातोवाला होला रातोवाला यो के भनाल पिठोमा अरूले हेऱ्यो भने माछा नपर्ने आँखा अर्को त मोटर बोट थियो त यार अघि न त हामी चढ्दा पैसा लाग्छ नि हाई एन्ड होला नि त त्यो त उसको के रेनकोट ओढेर बस्ने एक्टिभिटीको लागि हो के घुमाउँछ नि यता उता उता उ त्यो रेनकोटले ओढाएको चाहिँ होला नि मोटर उ त्यहाँ बुद्धुक्क गरेर हो कस्तो रे च्याप्यो भने पानी परेर कालो भएको हो अलि पानी परेर अलि कालो चोर्डी 50 मिटर हिँडिरहेको स्कुटर यस्तो ढलाइसकेको थियो त अनि खुट्टा नटेकै टेक्ने 15-20 स्टेप त हान्दिरहे कच्याङ गरेर लिउरे हान्न पर्ला कस्तो लिउ हो अघि चाहिँ पानीको कुरा गर्दैछु चाहिँ अहिले आफै लिउ रे यार फेरि यार सोल्टीले त्यही भनेन र दामीको हो भनेको ए लिउ रे त्यही सोल्टी यार तिउरा हान्नु पर्छ अहिले नागुनेतिर ए झ्यापै त्यही पऱ्यो यार होइन होइन भर्खर हाने हो युजले असिन सरको त अड्केछ अरे धागो यहीँ यार केक भने येलो मसिर एउटा चक्लेट मसिर एउटा मनिषको मसिर एउटा असिम सरको मसिर भ्लगमा हाल्यो अरे कि मर्निङ फ्रम चितलाङ मर्खु हामी चाहिँ यता फिसिङ हान्न आएको छौँ मर्निङमा
टापु हान्दै ऊ त्यो पिठो खायो क्या त्यहाँ म्युजिकमा सन्धि घुमाउ 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 ओए 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 तल लैजा न तल गएर लगेर बल्ल पर्यो पर्यो तान माथि तान्न हामीले छोड्यो अनि हामीले तान्यो नि हुन्न कि दुईटा बार्दिनु सिधै माटोमा गाडिदिन्छु कि हो र ए ल त्यहीँ राखिदिउ न ल ल यहाँ यो त यही कुखुराको दाना र यता 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 मैदा एङ्गलरै खोजी एङ्गलरको हातबाट डबल ग्यास चाहिँ यो दाइको हो भिडियो छड्दैन त यार हल्का अड्केको पनि छ होला झारमा झारमा नि अड्केछ होला है माछै झाडामा अड्क्यो जस्तो खेला नि खेला के हो क्याटफिस कि कार्प बेट हान्ने हो यहीँ ल बेट हान्नु न त मसिर रे के हेर्दै मसिर होला जस्तो यो लुते माछा होला जस्तो यो त होइन बाहिर आएपछि थाहा भइहाल्छ नि फुत्रुक्क गर आह र के झाडी छ त अनि होइन होइन माछा नि छ लेख पावर रड तानेको पाराले थाहा हुन्छ नि आयो आयो थकाली एङ्गलर्स फेरि झ्याप्पै दुइटा आयो त मा खै त रिभिल यार फेस रिभिल टाइप रिभिल क्याटेगोरी रिभिल निकै छ है निकै ठुलै छ है राम्रै छ राम्रै रहेछ बाघ यो त कार्प सार्पै होला जस्तो यार कलर हेर्दा त यो क्याटफिसै रहेछ तलको पेट देखा तर ठुलो छ यार यो क्याटफिस नै रहेछ ए थकाली एङ्गलर्स छेउमै यस्तोमा अड्केछ यार पानी हाल्नु झ्याप्पै हो ल है घाउ चाहिँ जुनको नि हुँदो रहेछ यार अलिकति हल्लाइदियो माछा पऱ्यो यार त्यो हेर्नु नि यतिमा अड्के हो कि सुरुको त यति मात्रै अड्के हो कि Let's go. Oh, nice throw. यार मेरोमा अड्के आयो जस्तो के हो राजु भाइ अड्के दाजुभाइ भनेको यस्तो त हो खाना पाकेन खाना अहिले एकछिन हामी आइसकेर पकाइ ए चिलमा यार अब त म के भन्छ खाजा खाजा त पकाइ पाकिहाल्छ नि एकछिन भन्न तयारै छ जाम खाना जाम दुई ठुल्ठुलो माछाले बल्छी खाँदैन रहेछ झालमा मात्र पर्ने रहेछ खाएको हो कि बुसो होइन तानी छ त सुरुमा बिस्तारै रोग बिस्तारै न त डन्ट ड्रिल
यसलाई तल लग अर्को त्यो यो यताकोमा हुकमा अड्क्यो यार होइन होइन ओइ तानिरहेछ हो तानि नाइस यार मैले होइन अहिले लिन गरौँ न हामी यसले फाइट गरेको छैन ए अब चाहिँ त्यो आएछ छ कि त्यो दाइ गएपछि बल्ल अलि त्यो भएछ पनौती हो कि भिन्नु बारे यार केटाहरुले त फाइट गरेछ एकचोटि माथि उसमा माथि छ हैन छ ल ठिक छ यसलाई रिलिज गरेर अब अलि साइड गर नाइस यार वाइट जा दान यार फेरि पनि गर्नु पर्यो त भाइलाई यार हो ल बताइछ न फेरि गरो तानम न फेरि फुत्क्यो नि के खाली भयो रिल गरेर एकदम उले तानेको देखिराख्यो मैले ओइ रोक एकैछिन रोक होल्ड फाइट गर्छ है रोक छोड यसलाई छोड तल गर बेटा र अलिकति ठुलै छ क्या ठिकै होला अघिको जत्रो होला ल बेटर माथि आएन भनेपछि त्यो नै हो क्या बटमतिर होइन माथि फाइट गरिरहेछ यार माथि गरे त अलिकति अलि स्ट्रङ छ क्या होला मस्ती हो क्या ओइ ठुलो छ यार यो त यार क्याटफिसै हो ठुलो हो यार ए क्याटफिसै हो ठुलो हो यार रोक बिस्तारै सोल्टी फाइट गर्नु पानी गर्नु नट डोन्ट कहाँ ठुलो छ अलि ठुलो छ यार यहीँ थियो यहीँ आइसक्यो माथि आइसक्यो उही त्यहाँ देखेन ठुलो छ यो अलि अघि भन्दा वाइल्ड ठुलो खाएर यो वाइल्ड त होइन त्यसको चाहिँ डबल जस्तै छ होला अब हाम्रो लागि यही हो हल्दी मसिर पनि यही असला पनि यही डेन्जर हल्दी त्यो साथी आयो खुसी भयो तिनीहरू ड्याडी चाहिँ यार तिमी अगाडि आऊ त नसम्झी भाइ यार यो वाइल्ड ठुलै छ त यार कहाँबाट हाल्ने रोक एकैछिन यसलाई अलि ठाउँबाट रोक अलि उस ठाउँ कहाँ छ निकाल्न मिल्ने ठाउँ यहीँ गऱ्यो हुन्छ त फुत्किन्छ कि यता निकाल्यो त यतै निकाल्ने यहीँ तान्ने हुन्न र दाइ यहाँबाट त्यो हुन्छ कि फुत्किन्छ कि यताबाट यता तान्ने झ्यापै तान्ने हुन्न अलि यता सोल्टी अब त्यस्तो रिल नगर माथिबाट त्यो रड मात्रै तान के तान्दिम रड मात्रै तान के सोल्टी धेरै अड्केन यो धेरै अड्केन सन्दी भाइ तिमी नतान के फुत्केला धेरै अड्केन यो तान न हातले अब लेट्स गो केजीको छ यार यो त पाडेको मासल मुखले हाल्ने बित्तिकै पर्दिन बनाइछ है साले यो त तिनीहरूको बाउ पर्यो यार हो यो फ्यामिली प्याक भयो क्या अब हामीसँग यसले त दुईटा जस्तो हुकै समातेर रहेछ त त्यो लाइक होल डल्ले खाइदियो कि रेकर्ड छ सम्झि भाइ अलिकति भित्र ल फोटो खिच यहाँसम्म यहाँ हड्डीमा चाहिँ ग्रिप बस्दो रहेछ फर्स्ट फिस यार म नि फोटो खिच्छु यार एउटा यो सल्ल त अनि हो खोइ एउटा क्यामेराबाट नि खिच्ने फोनबाट नि खिच्नु अनि कपाल लिख्छ केटा ल फर्स्ट फिस है त नाइस सोल्टी हाल्न आऊ यार सोल्टी तलबाट देखाउनु यसरी यता माथिको फेस ल खोइ एउटा मैले खतरा पोज पाएँ यार खतरा पोज पाएँ ल फोटो खिचाउन फोटो त्यसको त्यसले कोप्छ होला त्यसले त कोप्छ होला
ओ यता पानीमा जाला है अलिकति यता ल्याऊ है ल अलि उता लिएर जानु ल है ओए नाइस 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 6 जनालाई 6 वटा एउटा सानो ए रगत खतरा है त्यसको अब फिस नगर्नु एक फोटो हान्दिउँ न औ यहाँ 6 वटाले 6 वटा समातेर फोटो खिच्न पर्यो के मेरो इन्स्टिङले भनिरहेको थियो यार ओए जान भइसमा फोडा हान्दिउँ यार लास्टमा एन्डिङमा के जाने बेलामा के परिहाल्छ कि फेरि खै 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 एकछिन ओ फिसिङ भ्लग मर्कुमा माछा हेर्ने हामीले समातेको 4टा माछा छ यता छ यसलाई यहाँबाट च्याक्स हान्दिउँ न मसला त खटे मसला हो एनिमल एब्युज गरे यार यो कुरकुरेलाई मुसेर हान्दिनु वाला पिरो वा बिचरा यार त्यस्तो त गर्दैन यार कुनले के गाने खोजीले भिडियो बनाएन बनायो नि यहाँ अन क्यामेरा इरफान खानलाई पठाइदिउँ न यहाँ सौगासोडीले हर्न समातेर रुवाई रुवाई पारिदिएर के सौगात त कडा छाला पारेर बोटले गर्दा हैरान गर्दा है हावा लाग्दैन पानी अलिअलि पेट फाल्नु पर्यो यार माथि यार
कानमार गरिने हामी जिउँदैछौँ यार अझै बेसी नि तलै झार सबैलाई बाहिर निकाल्छ ठुलोलाई होइन अझै 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 त्यो अलि इटाले हानेर पावर भयो म त बुद्ध भगवान के हुने फर्स्ट डे यस्तै हो कसैको पर्दैन है फर्स्ट कहाँ हुँदैन मेरो त फर्स्ट डे भक्कु पर्दैन फर्स्ट डे काठमाडौँ कसैको पर्दैन सेकेन्ड डे चाहिँ पर्छ नेक्स्ट डे चाहिँ ढुक्क हो हजुरको चाहिँ कुन डे हो मेरो अनकाउन्टेबल यार एक फोटो चाहिँ हान्नु पर्ने बरु बल्छी सल्छी समातेर हजुर माछा बल्छी सब समातेर एक फोटो हान्नु पर्ने खोइ त्यो बेबी फिस चाहिँ मसँग आउँछ यार होइन यार लाइभ बेट नहानु यार कुन माछा हो उड्दाखेरि मोर्ला यसको त्यो दिनु त्यो पाइप दिनु त कुन माछा हो हुन चाहिँ यो यो त तर कतला भएकै छ सिल्भर कार्पको बच्चा हो। ल है कलर हेर्नु यहाँ मिठो छ है मिठो छ यहाँ हल्का त्यही हो कि त्यही त्यसकै ठुलो सानो वर्जन हो कि ल जाल भाइ भाइ फाइनल्ली फिसिङ जर्नी एन्ड भयो सक्यो आजको लागि बट विल बी ब्याक नेक्स्ट विक इन खोखाना बिगिनर के त्यो उसै थिएन कि किटहरू नै थिएन कि माथिबाट भन्दा नि त्यसको चाहिँ यता तल चाहिँ कमलो हुन्छ तलबाट घुम्छ तल हाने पनि मर्दैन कि टाउकोमै हान्दा मार्ने हो त्यो माछा पछाडितिर यत्रो त्यो काठको हुन्छ कि सकेर मार्ने हो कि एक पन्च हानेर गोरु ढाल्ने गऱ्यो